प्रिभियसली हामीले चाहिँ यो कन्टेक्स्ट र रिडक्सको बारेमा चाहिँ इम्प्लिमेन्टेसन गरिसकेको छौँ र आज चाहिँ हामी जस्टिनको इम्प्लिमेन्टेसन गर्न गइरहेको छौँ। सुरुमा बुझ्दाखेरि चाहिँ जस्टिन चाहिँ अब कस्तो भन्दाखेरि स्मल टु मिडियम एप्सको लागि चाहिँ काम दिन्छ यो है। यहाँ कुनै एक्सन्सहरू युज हुँदैन, कुनै रिड्युसरहरू युज हुँदैन, जस्ट स्टोर र हुक्स युज हुन्छ। अनि यो चाहिँ अब कसरी इन्स्टल गर्ने भन्दा सुरुमा npm i जस्टिन भनेर इन्स्टल गर्न सकिन्छ है। npm i अथवा npm इन्स्टल लेख्दा हुन्छ, मैले अलरेडी गरिसकेको छु। एन्ड आफ्टर द्याट हामी चाहिँ अब सोर्स भन्नेको भित्र गइसकेको रहेछौँ। एउटा डाइरेक्टरी बनाउँछौँ कम्पोनेन्ट्स र अर्को केको लागि स्टोरको लागि। हाम्रो डाइरेक्टरी आइसकेको छ, कम्पोनेन्ट र स्टोर भन्ने डाइरेक्टरी आइसकेको छ। सुरुमा चाहिँ के गर्छौँ भन्दाखेरि स्टोर बनाउँछौँ। स्टोर बनाउनलाई चाहिँ सुरुमा चाहिँ एक्सपोर्ट const use काउन्टर स्टोर। ओके, यसकै बारेमा हामीले मतलब अगाडिको भिडियोमा चाहिँ काउन्टरकै युज गरिरहेको छौँ, त्यही भएर यहाँ पनि हामी काउन्टर नै युज गरिरहेको छौँ। ओके, आफ्टर द्याट हामीले के बनाउँछौँ भन्दाखेरि ओके 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 एकछिनलाई सुरुमा इम्पोर्ट गरौँ है। हाम्रो क्रिएट भन्ने चाहिँ जस्टिनबाट आएको हो। ओके, जस्टिनबाट आएको हो। आफ्टर द्याट हामी अब सुरुमा काउन्टको भेल्यु के राख्छौँ भन्दाखेरि 0 राख्छौँ है। त्यसपछि इन्क्रिमेन्टहरूको कुरा हुन्छ। इन्क्रिमेन्ट चाहिँ कसरी गर्छौँ त, स्टेटलाई फेरि बोलाउँछौँ, त्यहाँभित्र एउटा स्टेट राखिदिन्छौँ। स्टेटले चाहिँ के गर्छ भन्दाखेरि करेन्ट भ्यालु स्टोर गर्नको लागि चाहिँ हामी स्टेट युज गरिरहेका छौँ है। एन्ड आफ्टर द्याट लाइक जस्तै सिम्पल हामीले के गर्छौँ भन्दाखेरि काउन्ट चाहिँ स्टेट डट काउन्टको भेल्यु +1 गरिदिन्छौँ। गरेपछि इन्क्रिमेन्ट हुन्छ। जस्ट लाइक यसलाई चाहिँ कपी गरिदिन्छौँ है हामी। लेखेको भनेको ज्याउ हो क्या। यहाँ के लेख्छौँ डिक्रिमेन्ट। यो जसलाई त्यस्तै हुन्छ, प्लसको ठाउँमा माइनस हुन्छ। ओके, आफ्टर द्याट रिसेटको कुरा हुन्छ है। रिसेटमा चाहिँ के हुन्छ भन्दाखेरि हामीले अब यसलाई चाहिँ सुरुकै पोइन्टमा ल्याउने भन्ने कुरा हुन्छ है। यो चाहिँ अब के गर्नु पर्यो, सिधै काउन्टरको भेल्यु 0 लेख्दा हुन्छ। यति भयो। अब हाम्रो एउटा स्टोर बनिसकेको छ। आफ्टर द्याट हामी कम्पोनेन्ट्स बनाउँछौँ, एउटा कम्पोनेन्ट बनाउँछौँ भनौँ काउन्टर। ओके, .jsx भन्ने काउन्टर बन्यो है। काउन्टरमा चाहिँ के गर्छौँ भन्दाखेरि पहिले हामी एउटा फङ्सन बनाउँछौँ, डिफल्ट फङ्सन फङ्सन काउन्टिङ। ओके, अनि अब हामी के गर्छौँ भन्दाखेरि अहिलेको चिजहरू हाल्दै बस्छौँ है त। कसरी हाल्ने भन्दाखेरि युज के राखेको थियौँ अघि हामीले यहाँ नाम युज काउन्टर स्टोर भन्ने चाहिँ अब यहाँ राख्छौँ है। युज काउन्टर स्टोर यहाँ आइसक्यो। अब हाम्रो काउन्टर स्टोरबाट चाहिँ अब हामी स्टेटवाला कुरा भइगयो। स्टेटलाई के गर्छौँ भन्दाखेरि काउन्टरमा जोडिदिन्छौँ सिम्पल। अब इन्क्रिमेन्टको छ, इन्क्रिमेन्टमा नि के गर्छ भन्दाखेरि युज काउन्टर स्टोर स्टेट डट इन्क्रिमेन्ट है। यसरी आउँछ। के भयो? ओके, कन्स्ट काउन्ट हाम्रो छ, कन्स्ट डिक्रिमेन्ट। यहाँ हामीले नाम चाहिँ जे राख्दा नि हुन्छ। युज काउन्टर स्टोर स्टेटको ठाउँमा यस मात्र लेख्दा नि हुन्छ है। स्टेट नै लेख्नुपर्छ भन्ने छैन, स्टेट लेख्यो भने चाहिँ सजिलो हुन्छ भनेर डिक्रिमेन्टको कुरा भयो। कन्स्ट अब हाम्रो के छ, रिसेटको कुरा छ।
काउन्टर स्टोर स्टेट भनेको स्टेट डट स्टेटलाई रिसेट सिम्पल के गर्छौँ भन्दा चाहिँ अब हामी रिटर्न गर्छौँ है रिटर्न अब डिपभित्र एउटा बट्टाभित्र होइन एज 3 मा हालिदिउँ हामी 4 सकिला जस्तो छ काउन्टको कुरा भयो अब बटन भनेको अनक्लिक गरेर भने के चल्नु पऱ्यो इन्क्रिमेन्ट चल्नु पऱ्यो है अनि यहाँ के लेख्नु पऱ्यो भन्दाखेरि इन्क्रिमेन्ट अहिले नसकी चार्ज के यहाँ के हुन्छ भन्दा डिक्रिमेन्टको कुरा पनि भयो अब यहाँ के हुन्छ भन्दाखेरि रिसेटवाला कुरा भयो ओके फर्मेट कहाँ छ यहाँ रहेछ फर्मेट भएपछि अब ओके मिल्यो भने त अब काउन्टिङ भनेपछि अब यहाँ राख्छौँ काउन्टिङ भनेपछि यहाँ बोलाउँछौँ हामी काउन्टिङलाई टक्क इम्पोर्ट भइदिइहाल्छ आफै मनको चाहिँ राम्रो छ यो पनि अब हामी main.jsxमा अघि प्रोभाइडर युज गरेको थियौँ मतलब प्रिभियस भिडियोमा योमा गर्नु पर्दैन है एक स्टेप ब्याक गरेर npm run dev राख्दाखेरि के आउँछ त कलर्स 5173 आउँछ आएपछि के हुन्छ यस्तो देखाउँछ वेलकम टु एक्जिस्टर्स ल्याब काउन्ट इन्क्रिमेन्ट ब्ला ब्ला काम त गरिरहेछ नि